मात्रै छ। हेर्नुहोस् है, सबैभन्दा पहिला हामी साइमा रिलायन्स लाइफमा चाहिँ अभिकर्ता भए पनि यसमा जति तपाईँ हामी आबद्ध हुन्छ नि, जति तपाईँ हामीले मेहनत गर्छ उही अनुसारको तपाईँ हामीले प्रतिफल पाउँछ। सबैभन्दा पहिला आफूले गरेको बिमाबाट चाहिँ तपाईँले बिमितलाई कति तपाईँले गर्नुहुन्छ होइन, त्यही अनुसारको तपाईँले पाउने यो प्रतिफल र प्लस अब तपाईँ हामी सबैभन्दा पहिला एजेन्ट मात्रै हामी अभिकर्ता मात्रै भएन, योभन्दा माथिल्लो लेभलको पनि पुग्नु पर्यो हो किन। हामी जस्तै सानो छ भने त्यसबाट अलि माथि पुग्नको लागि अलिकति माथिल्लो लेभल जानु पर्यो। जस्तै तपाईँ हामी चाहिँ अभिकर्ताको लागि सबैभन्दा पहिला अभिकर्ताबाट एआम हुनको लागि एकदमै आवश्यक छ, भनेको एजेन्सी म्यानेजर हुनको लागि यसमा वृद्धि हुनु पर्यो नि त, कमाइ हुनु पर्यो। अभिकर्ताको सुविधा जस्तै यसबाट पाउने सुविधा के छ त भन्दाखेरिमा कम्पनीबाट धेरै सुविधाहरू पाउँछ, प्लस आफूले गर्ने कमाइ पनि यसमा धेरै छ होइन। अभिकर्ताको लागि सबैभन्दा पहिला एजेन्सी म्यानेजर हुनु पर्यो। सुविधा पाउनको लागि कम्पनीबाट पाउने विभिन्न स्किमहरू छन्। मैले अहिलेबाट साइमा रिलायन्स लाइफमा आएबाट आबद्ध भएबाट मैले टी सर्ट र चिया खाने कप चाहिँ किन्नु परेको छैन, झोला किन्नु परेको छैन, डायरी किन्नु परेको छैन, पानी आउँदा घाम लाग्दा छाता किन्नु परेको छैन। सुविधा धेरै छ। यो भनेको जिन्सी सामानहरू कम्पनीले दिने सामान। बिमा गराए बापत तिरेको रकमबाट अझै पछि पनि आउँछ। हामीले अघि पनि भन्यौँ होइन, 25 अनि 8 वर्षसम्म 5% यो हरेक चिजहरू आउँछ। मैले यो वर्ष आर्थिक वर्ष सुरुवात हुँदा साउन भदौ असोज कार्तिकमा मात्रै मेरो खातामा 1,60,000 रुपियाँ आइसक्यो। हिजो मात्रै 11,604 रुपियाँ झरिसक्यो। मैले हालेको यो महिनाको 2 गते मैले पोलिसी हालेको थिएँ, त्यसमा पोहोर गरेको पनि मैले फेरि रिन्युअल पनि तिरेको थिएँ 11,604 रुपियाँ गरेर मैले साउन भदौ असोज कार्तिकको 22 गते भित्रमा मेरो 1,60,000 मेरो खाता झरिसक्यो। मैले केही गरेको पनि छैन। म घाममा हिँड्नु परेको छैन, मेलापात धान काट्न झाट्न पनि जानु परेको छैन। आनन्द छ है, पाउने फेसिलिटी हो भनेको अभिकर्ताको सुविधा कस्तो हेर्नु, फेरि त्यसबाट पाउने खतरा सुविधा अझै छ नि त हो कि। अभिकर्ताले पाउने कम्पनीबाट इन्सेन्टिभ धेरै इन्सेन्टिभहरू पाउँछ होइन। अनि त्यसबाट हामी एजेन्सी म्यानेजर भइसकेपछि हामी भन्दा मुनिकोबाट पनि हामीले गरेको सेल्फ कोडबाट र हामी भन्दा मुनिकोबाट गर्यो भने पनि त्यसबाट फेरि डाउनलाइन कमिसन होइन, डाउनलाइनबाट पनि कमाइ हुने आउने त्यसबाट 4% प्लस त्यसमा स्यालेरीको 8 पनि हुने भयो होइन। अर्को छ आफ्नो सेल्फ कोडमा आफूले पुऱ्याएको टार्गेट पुरा गरेर अझै त्योभन्दा माथि पुऱ्यायो भने डाउनलाइनबाट विभिन्न क्लबहरू टार्गेटहरू पुरा भएमा स्यालेरीको सुविधा आयो। फेरि स्यालेरी हामीले 1 महिना आफ्नो सेल्फ कोडमा टार्गेट पुरा गरेर हामीले डाउनलाइनकोबाट त्यसबाट वृद्धि गर्न सक्यौँ भने हामीले 1 महिनामै हामीले 12 महिनाको स्यालेरी खान सकिन्छ। डाउनलाइनको फेसिलिटी भनेको यो छ। हेर्नु, हामी अभिकर्ताको फेसिलिटी भनेको यो छ। अर्को छ अभिकर्ता जोडिँदै गएमा आफू र आफ्नो मुनि आफ्नो कमाइ प्लस डाउनलाइनकोबाट पनि माथिल्लो लेभलको स्यालेरी प्लस इन्सेन्टिभ क्लब एचिभहरू। अब त्योभन्दा माथिको एमडिआरटी त्यो चाहिँ अलिक सपना अलिक कमै छ होइन, त्यो अब अरूले गर्न सक्नुहुन्छ। आजलाई चाहिँ के दिने अभिकर्ताले पाउने सुविधाहरू, पैसा पाउने शीर्षकहरू यो छ। अझै यसबाट अझै कति कमाइ हुन्छ भन्ने कुरो अझै सरले बताउनुहुन्छ। मैले जानेको मैले बुझेको अभिकर्ताको सुविधाहरू यति नै छ। मैले पाइरहेको सुविधा पनि तपाईँले भनिदिएँ। खातामा कति आयो, मैले टी सर्ट किन्नु पर्छ, चिया खाने कप छाता सबै भनिदिएँ होइन। कति आउँछ रहेछ भन्ने कुरो तपाईँले सबै थाहा छ। अब नयाँ आउनेलाई नयाँ अभिकर्ता जोडिनेहरूलाई पनि अझै यसरी लागि पर्दै हुँदै यति भन्दै म यही समाप्त गर्छु। धन्यवाद।